नमस्ते सबैजनामा। आज चाहिँ हामीले नेपालका तालहरूको बारेमा मेमोरी क्लास चाहिँ लिइरहेका छौँ हजुरको अगाडि र यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ विभिन्न प्रश्नहरू। जस्तै प्रश्न नम्बर 1 मा रहेको छ रारा ताल कुन जिल्लामा पर्छ? रारा ताल कुन जिल्लामा पर्छ भनेर सम्झिनु पर्दाखेरि रारा जुन हुन्छ रारा चाउचाउ सम्झिनुस् के। रारा चाउचाउ। रारा चाउचाउ हामीले केमा खानुपर्छ त? बाउलमा खानुपर्छ। बाउलमा BOWL बाउल। यो चाहिँ कचौरा भन्छ यसलाई हैन, कचौरा। कचौरा यो कचौरा भनेको यसको आकार हो, आकार। तर रारा कता पर्छ भन्दाखेरि रारा हाम्रो मुगुमा पर्छ है, मुगुमा। रारा भनेको मुगुमा पर्छ भन्न खोजेको हामीले चाहिँ रारा ताल कुन जिल्लामा पर्छ भनेर हामीले मुगु त सम्झिन्छौँ हैन, मुगु भन्छ। किन भन्दा दुईटैमा आ आइराछ हैन, सेम सेम छ नि त, हेर्नु न सेम। दुईटैमा आ रिपिट भइरहा, रा र रा रिपिट भइरहा, रा र रा रिपिट हुन्छ भने हामीले मुगु भनेर दुईटैमा चाहिँ हामीले रिपिटेसन देख्न सक्छौँ। अर्को कुरा भनेको रारा भने चाहिँ हामीले रारा चाउचाउ केमा खानुपर्छ? बाउलमा खानुपर्छ, कचौरा आकारको हुन्छ भनेर हामीले सम्झिनु पनि पर्छ यसको आकार। अर्को भनेको प्रश्न नम्बर 2 रहेको छ नेपालको सबभन्दा गहिरो ताल कुन हो त? नेपालको सबभन्दा गहिरो ताल भनेर हामीले सम्झिनु पर्दाखेरि फोक्सोन्डो ताल भन्छ है, फोक्सोन्डो। फोक्सोन्डोलाई तपाईँहरूले यहाँ लेखेर हेर्नुहोस् हैन, SHEY भन्छ है, से। SHEY से। से भनेपछि वाइ देख्नुहुन्छ तपाईँले, त्यही भएर वाइ आकारको पनि हुन्छ है यो। फोक्सोन्डो ताल कस्तो आकारको हुन्छ? वाइ आकारको हुन्छ हैन। कहिले पनि हामीले बुझिराख्नुपर्छ फोक्सोन्डो ताल कस्तो आकारको हुन्छ भन्दाखेरि वाइ आकारको हुन्छ है, SHEY भएर। के भएर? SHEY। अनि यो चाहिँ कुन जिल्लामा पर्छ भनेर सम्झिनु पर्दाखेरि हामीले चाहिँ यसलाई डोल्पा भन्छौँ है, डोल्पा। फोक्सोन्डो ताल भनेपछि डोल्पा। त्यस्तै चाहिँ हामीले अर्को प्रश्न लिइरहेका छौँ तपाईँहरूको अगाडि हैन, तिलिचो ताल कस्तो आकारको छ त? तिलिचो, TILICHO, तिलिचो भनेपछि टीबाट सुरु भइरहेछ भनेपछि टी फर के हुन्छ त? TRIANGLE, ट्राइङ्गल हुन्छ के। टी फर ट्राइङ्गल भएको भएर यो कस्तो आकारको हुन्छ भन्दाखेरि त्रिभुज आकारको हुन्छ भनेर तपाईँले सम्झिन सक्नुहुन्छ। जस्तै अप्सनमा देख्न सक्नुहुन्छ कचौरा आकारको भनेर लेखेको छ। कचौरा आकार भनेदेखि तपाईँले कचौरामा के खानुपर्छ? रारा चाउचाउ खानुपर्छ, त्यही भएर रारा ताल भयो। वाइ भनेपछि से भयो, SHEY से, त्यही भएर से। फोक्सोन्डो ताल भनेपछि वाइ आकारको भयो। त्रिभुज आकार भनेपछि टी फर ट्राइङ्गल, टी फर तिलिचो भनेर सम्झिन सक्नुहुन्छ। त्यसपछि प्रश्न नम्बर 4 रहेको छ हैन, ढुङ्गा हान्ने ताल भनेर कुन ताललाई चिनिन्छ भनेर हैन। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो हैन। ढुङ्गा हान्ने ताल भनेर हामीले केलाई चिनिन्छ भन्दाखेरि मैदी ताललाई चिनिन्छ है, मैदी। ढुङ्गा हान्ने ताल भनेको मैदी ताल हो हैन। यो चाहिँ हाम्रो कास्कीमा छ। कास्कीमा फेबा, रूपा, बेगनास, दिपाङ, मैदी, बुडुवा, स्यार्पु, खास्टे, सन्धि, कुण्ड भनेर तालहरू राखेको छ। त्यहाँ चाहिँ तपाईँहरूले फेबा, रूपा, बेगनास चाहिँ सम्झिनै पर्छ। त अर्को भनेको मैदी भनेर ढुङ्गा हान्ने ताल भनेर सम्झिराख्नुपर्छ है, ढुङ्गा हान्ने ताल मैदी, मैदी है, मैदी। त्यसपछि अर्को भनेको प्रश्न रहेको छ हामीसँग प्रश्न नम्बर 5 हैन, गणेश कुण्ड कुन जिल्लामा रहेको छ? कुण्ड भन्ने बित्तिकै हैन, कुण्ड भन्ने बित्तिकै तपाईँलाई कतै न कतै के छुनुपर्छ भन्दाखेरि रसुवाले छुनुपर्छ है, रसुवा। कुण्ड भन्ने बित्तिकै तपाईँलाई कतै न कतै रसुवाले छुनुपर्छ हैन। 7 वटा कुण्ड छ त्यहाँ हैन। गोसाई, भैरव, सरस्वती, सूर्य, गणेश, दुध, नाग भन्छ है। गोसाई, भैरव, सरस्वती, सूर्य। गोसाई कुण्ड त एकदमै फेमस ठाउँ हो जानको लागि। त्यही भएर हामीले के बुझ्नुपर्छ? कुण्ड भनेपछि कुण्डहरूको जिल्ला भनेपछि हामीले रसुवा भनेर पनि चिन्न सक्छौँ। त्यही भएर यसको सही उत्तर हुन्छ रसुवा। अर्को भनेको नन्द भाउजू। नन्द र भाउजू मिलेर कता जान्छन् भनेर सम्झिनु पर्दा चितवन घुम्न जान्छन्। नन्द र भाउजू मिलेर कता जान्छन्? चितवन घुम्न जान्छन्। त्यही भएर हामीले के सम्झिन सक्छौँ? नन्द भाउजू ताल भनेको हाम्रो चितवनमा छ। नन्द भाउजू मात्र नभएर चितवनमा चाहिँ कहिले के हुन्छ? नन्द भाउजू घुम्न जाँदाखेरि 16,000 पैसा एकजनाले, 20,000 पैसा अर्कोले पनि लिएर जान पायो। त्यही भएर 16,000 ताल र 20,000 ताल पनि चितवनमा रहेको छ है। यसरी पनि तपाईँहरूले सम्झिन सक्नुहुन्छ चितवनमा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ हैन, सत्यवती ताल कता रहेको छ? सत्य बोल्नुपर्छ है, सत्य। एकदमै सत्य गएपछि हामी सत्य बोलेर आउनुपर्छ भनेर सम्झिराख्नुहोस्। सत्य बोल्नका लागि हामीले के बुझ्छौँ भन्दाखेरि हामीले कहिले पनि पाल्पा सत्य बोल्नको लागि हामीले चाहिँ पाल्पालाई सम्झिन सक्छौँ हैन। पाल भन्न खोजेको पल नत्र पाल है। पाल या टाइममा है, टाइममा हामीले के बोल्नुपर्छ? सत्य बोल्नुपर्छ हैन। समयमा हामीले सत्य बोल्नुपर्छ। त्यही भएर पाल्पा भनेर हामीले सत्यवती ताललाई सम्झिन सक्छौँ। त्यसपछि हाम्रो अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 8 मा, काठमाडौँ जिल्लामा कुन ताल या पोखरी रहेको छ हैन। यो चाहिँ एकदमै राम्रो प्रश्न छ। काठमाडौँ भनेपछि के बुझ्नु पर्यो भन्दाखेरि काठमाडौँ जाने बित्तिकै हामीलाई के हुन्छ? एउटा कमलको फुल देखिन्छ। काठमाडौँ जाने बित्तिकै हामीलाई के देखिन्छ? एउटा कमलको फुल। किन भन्दा हामीलाई एउटा पोजिटिभ एनर्जी आउँछ नि त काठमाडौँ जाँदाखेरि, हामीलाई त एउटा खुसी आउँछ, पोजिटिभ एनर्जी आउँछ। त्यही भएर हामीले के बुझ्न सक्छौँ? कमल पोखरी भनेर सम्झिन सक्छौँ। जस्तै रानी पोखरी पनि छ त्यहाँ हैन। त्यही भएर हामीले के बुझ्नुपर्छ भन्दाखेरि काठमाडौँ भनेपछि क फर काठमाडौँ, क फर कमल। काठमाडौँ गएपछि मैले के देखेँ? कमल देखेँ है, कमलको फुल। त्यस्तै गरी अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 9। प्रश्न नम्बर 9 मा चाहिँ घोडाघोडी छ है। अब घोडाघोडी ताल हैन, घोडा छ हैन। घोडा कता छ त? घोडा कसले लयो? घोडाघोडी भनेपछि कैलाली भनेपछि हामीले के बुझिराख्नुपर्छ भन्दाखेरि यसको सही उत्तर हुन्छ कैलाली हैन।
घोडा कहिले लैयो त घोडा कहिले लैयो कहिले या कसले भन्दा नि कहिले भनेर सम्झिनुहोस् कहिले घोडा कहिले लैयो त कहिले लैयो भने चाहिँ कैलाली सम्झिन सक्छौँ त्यही भएर यसको सही उत्तर हुन्छ कैलाली है अर्को प्रश्न रहेको छ हत्केला आकारको ताल कुन भनेर चिनिन्छ हामीले भनेर यो चाहिँ एकदमै राम्रो प्रश्न हो हैन जस्तै अघि नै मैले कैलाली भने नि कैलाली घोडालाई चलाउनलाई के चाहिन्छ त हातले कन्ट्रोल गर्नुपर्छ नि त घोडालाई हैन र हातले कन्ट्रोल गर्नुपर्छ घोडा कले लयो भन्दाखेरि कैलाली भनेर सम्झ्यौँ हामीले के सम्झ्यौँ कैलाली घोडा कले लयो है त घोडा कले लग्यो घोडा कले लग्यो भन्दाखेरि कले भनेपछि कैलाली आयो है कैलाली आयो अर्को कुरा फेरि हामीले के बुझ्न सक्छौँ भन्दाखेरि घोडालाई चलाउनलाई त हात चाहिन्छ हातले कन्ट्रोल गर्नुपर्छ त्यही भएर हत्केला आकारको ताल भने चाहिँ हामीले के बुझ्नुपर्छ घोडाघोडी ताल भनेर पनि सम्झिन सक्छौँ यो प्रश्न नम्बर 10 थियो है यो चाहिँ नझुकिनु होला हैन घोडा चाहिँ कले लयो घोडा कले लयो भने चाहिँ कैलाली आयो त्यहाँबाट त्यसपछि अर्को घोडा चलाउनलाई हात चाहिन्छ त्यही भएर हत्केला आकारको भनेपछि के भयो घोडाघोडी ताल भयो त्यसपछि प्रश्न नम्बर 11 रहेको छ प्रश्न नम्बर 11 मा चाहिँ प्रसिद्ध 20,000 ताल कुन जिल्लामा पर्छ मैले अघि नै पनि भने नन्द र भाउजू दुईजना मिलेर 16,000 रुपियाँ र 20,000 रुपियाँ र चितवन घुम्न जान्छन् किन भन्दा चितवन अब गइसकेपछि हैन अब भिजिट गर्नु पर्यो हैन त्यसपछि डिफ्रेन्ट ठाउँहरुमा जानु पर्यो फरक ठाउँमा त्यही भएर प्रसिद्ध 20,000 ताल र 16,000 ताल कुनमा पर्छ भन्दाखेरि तपाईले चितवन सम्झिन सक्नुहुन्छ है त नेशनल पार्क घुम्न जाँदाखेरि अर्को भनेको छिता पोखरी कुन जिल्लामा पर्छ भनेर सोधेको छ हैन छिता भनेपछि छिता जस्तै छिटा भनेर सम्झिनुस् के तपाईले छिटा है छिटा भनेको कहिले पनि हामीलाई छिटा लाग्नु हुन्न है छिटा लाग्नु हुन्न भनेपछि हामीलाई कहिले पनि खोट लाग्नु हुन्न है खोट छिटा भनेको एउटा के जस्तो भयो खोट जस्तै छिटा भन्छ नि छिटा भनेपछि जस्तै खोट लाग्नु हुन्न के खोट जस्तै मानौं केही कुराहरुको दाग लाग्नु हुन्न है केही कुराको दाग लाग्नु हुन्न केही कुराको खोट लाग्नु हुन्न भनेपछि हामीले के पनि सम्झिन सक्छौं खोटाङ भनेर सम्झिन सक्छौं हेर्नुस् त कति सजिलो रहेछ हामीले यही कुरा पटक याद गर्छौं तर छिटालाई तपाईले छिटा गराउनु छिटा भनेपछि के हुन्छ जस्तै कहिले पनि यो कपडामा छिटा लाएपछि एउटा खोट लाए जस्तो हुन्छ नराम्रो देखिन्छ त्यसपछि हामीले खोटाङ भनेर सम्झिन सक्छौं यस्तै कुराहरुको लागि तपाईले हाम्रो च्यानललाई लाइक गर्नुस् सब्स्क्राइब गर्नुस् अनि शेयर गर्नुस् कमेन्ट पनि गर्नुस् थ्यांक यू